नमस्ते, यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी एउटा गम्भीर विषयमा छलफल गर्न गइरहेका छौँ। हरेक विद्यालय वा कलेजका विद्यार्थीहरूले परीक्षा दिने गर्छन्, तर परीक्षामा उनीहरूले राम्रो नतिजा प्राप्त गर्न सकिरहेका हुँदैनन्। किन त? परीक्षामा कसरी राम्रो बनाउने त परीक्षालाई? किन उनीहरूले परीक्षामा राम्रो नतिजा ल्याउन सकिरहेका छैनन् त भन्ने एउटा गम्भीर विषय रहेको छ। यो विषयमा आज हामी एकदमै गहन छलफल गर्नेछौँ। यो छलफलमा भाग लिन हुँदै हुनुहुन्छ सावित्री पौडेलले। उहाँ सेन्ट जेभियर्स कलेजमा पढ्दै हुनुहुन्छ। उहाँ सेन्ट जेभियर्स कलेजमा को उत्कृष्ट विद्यार्थी, अर्थात् उहाँले हरेक दिएको परीक्षामा कलेज टप गर्दै आउनुभएको छ। कसरी उहाँ परीक्षामा यति राम्रो नतिजा प्राप्त गर्न सफल हुनुभयो त? कसरी लेख्ने त? कसरी कुन तरिकाले ढङ्गले लेख्दाखेरि चाहिँ राम्रो नतिजा प्राप्त गर्न सक्छौँ त हामीले भन्ने विषयमा उहाँले हामीलाई आज केही जानकारीहरू गराउनु हुनेछ। उहाँसँग हामी यस विषयमा चाहिँ गम्भीर छलफल गर्नेछौँ र आशा छ यहाँहरूलाई यो हाम्रो छलफलले एकदमै सहयोगको भूमिका खेल्न सक्छ भन्ने हामीले आशा र विश्वास लिएका छौँ। अब हामी यस विषयमा छलफल गर्नको लागि सावित्री पौडेललाई स्वागत गर्न चाहन्छौँ। यहाँलाई स्वागत छ। धन्यवाद। अब सिधै म प्रश्नतिरै लाग्छु। मैले अघि नै भनिसकेको छु, परीक्षामा कसरी राम्रो नतिजा प्राप्त गर्ने भन्ने विषयमा हामी आज छलफल गर्दैछौँ। अब परीक्षामा कसरी त, कुन ढङ्गले हामीले पूर्व तयारी गऱ्यो भनेदेखि चाहिँ हामीले राम्रोसँग नतिजा प्राप्त गर्न सक्छौँ त? यहाँको के छ धारणा? परीक्षा भनेपछि सबैजना पढ्ने भनेको राम्रोसँग राम्रो नतिजा लिएर आउँ, राम्रो अङ्क लिएर आउँ भन्ने सबैको चाहना हुन्छ। तर हामीले के चाहिँ कुरा बिर्सिरहेको हुन्छौँ भने परीक्षाको समयमा मात्र हामी बढी केन्द्रित हुन्छौँ के। जब परीक्षा आउँदाखेरि 3 दिन 2 दिन हुन्छ तब मात्र हामी पढ्न थाल्छौँ, जसले गर्दा हाम्रो तयारी पुग्दैन। त्यही भएर हामीले सबैभन्दा सुरुमा चाहिँ पूर्व तयारी गर्न आवश्यक छ। पूर्व तयारी कसरी भन्दाखेरि धेरै समय दिनु पर्दैन। जुन दिन पढाइ हुन्छ कक्षामा शिक्षकले पढाएको कुरा बेलुका आएर आफूले एकचोटि हेर्ने। कक्षामा टिचरले सबै होल च्याप्टर त पढाउँदैनन्, 3-4 वटा पेज पढाउलान् अथवा 2-3 वटा पेज पढाउँछन्। त्यसको चाहिँ सर्टकट नोट बनाउने क्या आफूले। हो, त्यसलाई 1 पेजको नोट बनायौँ। 3 पेज टिचरले पढाउनु भयो, त्यसलाई 1 पेजको नोट बनाएर हामीले अगाडिदेखि नै सानो समय प्रत्येक विषयलाई दिनको 10 देखि 15 मिनट मात्र दिन सक्यो भने पनि हामीले राम्रोसँग परीक्षामा राम्रो अङ्क लिएर आउन सक्छ जस्तो लाग्छ मलाई। किनभने भोलिपल्ट हाम्रो परीक्षा छ, 10 वटा च्याप्टर पढ्नु छ, तर मैले 5 वटा मात्र पढ्ने भ्याएँ भने मैले अगाडि बनाएको त्यो नोट त हेरेर मैले मेन कुरा टिपेर परीक्षामा मेरो समयको अभावमा पनि मैले त्यो पूर्ति गर्न सकेँ नि त त्यो सर्टकट नोटले। त्यो सर्टकट नोट जब हामीले बनाइन्छ तब हाम्रो 2 घन्टा लाग्ने कुरा हामीले 15 देखि 20 मिनटमा एउटा च्याप्टर पढेर भ्याउन सक्छौँ। 20 पेज पढिरहनु पर्दैन, हामीलाई 5 पेजले 10 पेजले भयो भनेपछि नोट बनाउन अत्यन्त आवश्यक छ। सर्टकट नोट चाहिँ बनायो भने परीक्षामा धेरै सहयोगीको रूपमा काम गर्छ त्यो नोटले चाहिँ। भन्नेको अर्थ तपाईँले भन्नुभएको सार संक्षेप भनेको चाहिँ विद्यार्थीले नियमित रूपमा क्रमैसँग पढ्नु पर्यो। एकैचोटि सबै थोक एकैचोटि चाहिँ गर्नु भएन कि नियमित रूपमा गर्नु पर्यो भन्ने कुरा तपाईँको मेन कुरा त्यही भयो नि त। जस्तै मान न मैले एउटा कुरा थपि नै हालेँ, जस्तै कोही एक्सर्साइज गर्ने एउटा चाहिँ कोही मान्छे छ भनेदेखि उसले नियमित रूपमा एक्सर्साइज नगरेर 1 हप्ताको एक्सर्साइज एकैचोटि गर्दाखेरि उसलाई चाहिँ के हुन्छ त, भोलिदेखि थला पर्छ, बिरामी पर्छ, हो कि होइन? जस्तै उसले नियमित रूपमा गर्दै गयो भने उसलाई के हुन्छ, केही असर पर्दैन। तर एकैचोटि गऱ्यो भने के हुन्छ, उसलाई समस्या पर्छ। भन्नुको अर्थ भनेको नियमित रूपमा पढ्नु पर्यो हामीले। भनेपछि अर्को कुरा के छ भने नि, हरेक परीक्षार्थीहरू चाहिँ के हुन्छन् भने परीक्षाको विषयमा लिएर चाहिँ एकदमै के हुन्छन्, डर, आतङ्कित हुन्छन् कि उनीहरू डराउँछन्। परीक्षा चाहिँ ओहो परीक्षा छ, अब मैले कस्तो लेख्ने हो, कस्तो आउने हो भनेर यो चाहिँ परीक्षाप्रति के हुन्छ, उनीहरू चाहिँ डरको भावना पैदा भइरहेको हुन्छ। हामीले हरेक कुरा याद गरेर हुन्छौँ, हामीलाई पनि त्यो हुन्थ्यो पहिला, अहिले भएका विद्यार्थीहरूलाई पनि त्यहीको अवस्था भइरहेको हुन्छ। भनेपछि कसरी परीक्षार्थीहरूलाई चाहिँ उनीहरूको त्यो मनमा भएको डरलाई चाहिँ कसरी हटाउन सकिएला त? कसरी हटाउने त? मेरो विचारमा सामान्य डर हुनु यो स्वाभाविक हो। म आफूलाई पनि परीक्षा दिनुभन्दा अगाडि डर लाग्छ। डर लाग्नु भनेको नर्भस हुनु भनेको कन्सियस हुनु हो कि आफ्नो परीक्षामा ओहो मेरो परीक्षा आउँदैछ भनेर अलिकति नर्भस हुनु भनेको आफ्नो परीक्षाप्रति कन्सियस भयो, झन् ऊ ध्यान दियो नि त परीक्षालाई भन्नु हो। तर अत्याधिक डर लाग्नुको कारण भनेको पूर्व तयारीको अभाव हो। मलाई एकदमै डर लाग्छ भने चाहिँ मैले पढेकै छैन, ला यसको नि आन्सर आउँदैन, यसको नि आन्सर आउँदैन, के गर्ने, क्लास टाइट भयो भने के गर्ने, त्यो जो पढ्दैन त्यो व्यक्तिलाई चाहिँ अत्याधिक डर लाग्छ। जो पढ्छ
अनि नियमित नोट बनाइरहेको छ, परीक्षाको अगाडि पनि दिन पढेको छ, त्यो मान्छेलाई सामान्य डर लाग्नु भनेको ऊ आफ्नो परीक्षाप्रति झन् अझ केन्द्रित भयो, अझ कन्सियस भयो भन्नु हो। त्यही भएर हामीले यदि राम्रोसँग पूर्व तयारी गर्न सक्यो भने राम्रो मनोबल लिएर अगाडि बढ्न सक्ने परीक्षा राम्रो हुन्छ। परीक्षा अगाडि आउँछ राम्रो ओहो मैले यस्तो यस्तो क्वेसन आउँछ, यसको एन्सर यसरी दिन्छु भनेर अगाडि नै मेन्टालिटी राम्रो मेन्टालिटी सकारात्मक सोच बनाएर अगाडि बढ्नु पर्यो के। परीक्षाको बिहान नै ओहो आज मेरो एक्जाम राम्रो हुन्छ, मैले सोचेको जस्तो क्वेसन आउँछ होला, मैले यसको एन्सर यसरी दिन्छु भनेर त्यो उच्च मानसिकता जब हामीले अगाडि लिएर जान्छौँ तब हामीले बिर्सिने सम्भावना हुँदैन। तर हामीले आज मेरो खत्तमै हुन्छ, परीक्षा स्योर बिग्रिहाल्छ भन्ने मानसिकता लिएर गयो भने चाहिँ आएको प्रश्न पनि बिग्रिन सक्छ। त्यही भएर सकेसम्म सकारात्मक सोच राखौँ, उच्च मानसिकता लिएर अगाडि बढौँ, उच्च मनोबल राख्यो भने परीक्षाको त्यो डर पनि कम गर्न सकिन्छ र परीक्षा पनि राम्रो गर्न सकिन्छ। त्यसै गरी तपाईँलाई अर्को प्रश्न मेरो के छ भने हरेक परीक्षार्थीहरूले चाहिँ के गर्छन् भने प्रश्नहरूको उत्तर चाहिँ लेख्न चाहिँ, तर उत्तर कसरी लेख्ने त भन्ने उनीहरूलाई थाहा हुँदैन। भन्नुको अर्थ परीक्षामा प्रश्नहरूको उत्तर चाहिँ कसरी लेख्यो भने चाहिँ राम्रो नम्बर आउँछ त, कसरी त्यो प्रश्नको उत्तर चाहिँ कसरी लेख्ने त? हामीमा धेरै जस्तोमा के समस्या हुन्छ भने प्रश्न हेर्छौँ, प्रश्न हेर्न साथ हामीलाई एन्सर कसरी धेरै लेख्ने भन्ने ध्यान नहुन्छ क्या हामी विद्यार्थीहरूको। अनि त्यो प्रश्न हेरेपछि हामीले प्रश्नले मागेको उत्तर भन्दा जानेको उत्तर लेख्न थाल्छौँ के। आफूलाई जे आउँछ भरको त्यो क्वेसन रिलेटेड आफूलाई थाहा भएको सबै कुरा एकै ठाउँमा लगाएर खिचडी बनाएर लेखिदिन्छौँ। त्यसले गर्दाखेरि एक्जामिनर त उसले 5 मिनट जति लगाउला उसले बढीमा आफ्नो एन्सर सिट चेक गर्न, कपी चेक गर्न 5 मिनट लगाउँछ। हामीले दिमागमा भरको एन्सर लेखिदिएको छौँ त्यहाँ भनेपछि उसले खोजेको एन्सर हामीले दिन सकिएर आउँदैन। त्यही भएर हामीले राम्रो मार्क्स आउँदैन। प्रत्येक प्रश्नमा राम्रो उत्तर उसले खोजेको जस्तो हामीले लेख्न सक्दैनौँ, मागेको भन्दा जानेको एन्सर लेख्छौँ, त्यही भएर राम्रो नम्बर आउँदैन। त्यसको लागि चाहिँ सकेसम्म जानेको उत्तर होइन मागेको उत्तर लेख्नु गरेको प्रश्नले के मागेको छ त्यही लेख्न सक्यो भने मात्र नम्बर आउँछ। अब सपोज कसैले मलाई तिमीले खाना खायौ भनेर प्रश्न सोद्धाखेरि मैले खाना खाएँ नभनेर मैले तरकारी यसरी पकाएँ, यो तरकारी थियो, यो नुन यति हालेँ, बेसारी यति हालेँ भनेर भन्यो भने त कोही मान्छे सुन्न रेडी हुँदैन नि। जे सोचेको छ त्यही एन्सर लेख्न सक्यो भने नम्बर आउँछ। अनि अर्को कुरा भनेको कहिलेकाहीँ त एउटा प्रश्न 15 नम्बरको हुन्छ, 15 नम्बरको प्रश्नमा हामीले कसरी लेख्ने त, त्यसमा पनि जे सोधेको छ त्यही मात्र लेख्न थाल्यो भने त अलिक थोरै होला भन्ने हाम्रो मानसिकता हुनसक्छ। त्यसको लागि चाहिँ हामीले सकेसम्म प्रश्नले 2-3 वटा प्रश्न गाभिएर आएको छ भने त्यही अनुसार लेख्ने, हेडिङ बनाएर प्रत्येक प्याराग्राफमा छुट्टै कन्सेप्ट एउटा प्याराग्राफ बनाएर लेख्न सक्यो भने राम्रो हुन्छ। अझ त्यो प्याराग्राफको पनि हेडिङ दिने, सपोजको लागि मिनिङ अफ सोसल वर्क, मिनिङ अफ यो, इम्पोर्टेन्स अफ यो भनेर टक्क हेडिङ लेख्ने, जे हेडिङ लेखेको छ तल 10 लाइन जति त्यसैको बारेमा डिस्क्राइब गर्ने। त्यो गऱ्यो भने ओहो यो मान्छे त कति सजिलो, मलाई जेसको एन्सर चाहिएको छ एक्जामिनरले त्यही हेडिङमा गएर खोज्न सक्यो नि त। त्यो गर्न सक्यो एउटा लामो एन्सरको लागि। छोटो एन्सर छ तर कहिलेकाहीँ कसैको बानी हुन्छ अलिक धेरै लेखिदिने, त्यो भयो भने चाहिँ मैले त धेरै चाहिँ लेखिहालेँ, अब मेरो एन्सर के होला, मार्क्स आउँछ कि आउँदैन भनेर मार्क्स राम्रो लिएर आउनुहुन्छ भने चाहिँ जुन क्वेसनले मागेको छ त्यो एन्सरमा चाहिँ अन्डरलाइन गरिदिने, हाइलाइट गरिदिने पेन्सिलले। त्यो गर्यो भने कपी चेक गर्दै जाँदा त्यो हाइलाइट गरेको ठाउँमा त अभियसली एक्जामिनरको आँखा पर्छ नि। त्यो आँखा परेपछि उसले खोजेको प्रश्नको उत्तर त्यहाँ आँखा परेर उसले देख्यो भनेपछि नम्बर आयो। त्यही भएर हामीले सकेसम्म मागेको एन्सर लेख्ने प्रश्नले, त्यसपछि मागेको एन्सरमा पनि जुन आफूलाई ओहो यो एन्सर चाहिँ राइट फ्याक्ट एन्सर लेखेँ है मैले जुन लाग्छ त्यसमा हाइलाइट गर्ने, जसले गर्दा त्यो एक्जामिनरले कहिले पनि हाम्रो एन्सर चाहिँ मागेको एन्सर हेर्न नछुटाओस् के। उसले त्यत्रो ठुलो कपी चेक गर्दाखेरि ऊ नझुक्योस् कि हाम्रो एन्सर कहाँ छ भनेर उसले खोज्नु नपरोस्। अगाडि नै हामीले देखाइदियो भने त उसले नम्बर दिन बाध्य हुन्छ हामीलाई। ठिक छ। अब अर्को पनि एउटा महत्त्वपूर्ण कुरा के छ भने हरेकले के गरेछन् भने प्रश्नहरूको उत्तर लेख्छन्, कविमा प्रस्तुत गर्छन्, आफूले जानेको कुरो जे आउँछ त्यो लेख्छन्। तर धेरैलाई के समस्या छ भने त्यो प्रश्नको उत्तरलाई चाहिँ कविमा कसरी प्रस्तुत गर्ने त, सिलसिलेवार ढङ्गले कसरी प्रस्तुत गर्ने त
होइन त्यो चाहिँ एकदम महत्त्वपूर्ण सवाल छ। तपाईँले अहिले पनि केही कुराहरू त भनिसक्नुभयो, यहाँ जोडिसक्नुभयो केही कुराहरू त, तर अब पनि बाँकी केही कुराहरू छन् भनेदेखि यसलाई चाहिँ कसरी प्रस्तुत गर्ने त उत्तरहरूलाई चाहिँ, उत्तर प्रस्तुत गर्ने तरिकाहरू चाहिँ के हुन्छन् त राम्रो नम्बर ल्याउनको लागि चाहिँ? एक्जाममा सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको प्रस्तुतिकरण हो। हामीले कुनै पनि उत्तरलाई जतिसुकै पढौँ न, मैले एक्जामको लागि फुल्ली प्रिपेयर्ड भएँ, म सबै कुरा मलाई आउँछ, तर आएको कुरा प्रश्नले मागे अनुसार मैले लेख्न जानिनँ, प्रस्तुत गर्न जानिनँ भनिदियो, मैले पढेको र नपढेको एउटै हुन्छ नेपालको सन्दर्भमा। त्यही भएर मेरो लागि के लाग्छ भने मेरो एन्सर सिट भनेको मैले सकेसम्म बेस्ट बनाउनु पर्छ, जसले गर्दा त्यो चेक गर्ने मान्छे एक्जामिनरले मेरो एन्सरलाई उसले सकेसम्म धेरै नम्बर दियोस्। जसरी एउटा व्यापारीले कुनै पनि प्रडक्ट बनाउँदा जति राम्रो प्रडक्ट बनायो, जति क्वालिटीको प्रडक्ट बनायो, त्यही अनुसारको पैसा तिर्न हामी रेडी हुन्छौँ नि, किनकि यो प्रडक्ट त क्वालिटी छ, क्वालिटी भएपछि हामीले जतिसुकै पैसा तिर्न पनि रेडी हुन्छौँ। त्यसरी नै हामीले जति क्वालिटीको एन्सर लेख्यौँ, जति राम्रो हेर्दाखेरि राम्रो एन्सर सिट बनायौँ भने त त्यो एक्जामिनरले हामीलाई त्यही अनुसारको धेरै नम्बर दिने भयो नि त। त्यसको लागि चाहिँ के गर्न सकिन्छ भनेर म 2-3 कुरा भन्छु। सर्वप्रथम भनेको हामीले एक्जाम दिँदाखेरि एन्सर सिटलाई कसरी म्यानेज गर्ने। फर्स्टमा मार्जिन तान्नुपर्छ। लेफ्ट साइड र राइट साइडमा 1-1 स्केलको मार्जिन तान्यो भने हाम्रो एन्सर सिट निट एन्ड क्लिन देखियो। अनि अर्को कुरा भनेको कतिजनाले छुटाउँछन् होइन, मार्जिनको जुन मार्जिन लेफ्ट साइडमा तान्यो नि, त्यो लेफ्ट साइडको बाँकी रहेको ठाउँमा चाहिँ नम्बर 1, नम्बर 2 भनेर क्वेसन नम्बर लेखिदिन्छन् के, प्रश्न नम्बर हो। त्यो प्रश्न नम्बर लेखेपछि के हुन्छ भनेदेखि हतारमा हाम्रो स्ट्याप्लर गर्ने व्यक्तिले कहिलेकाहीँ हाम्रो प्रश्न नम्बर लेखेकै ठाउँमा स्ट्याप्लर गरिदिन सक्छ। त्यो भएपछि एक्जाम चेक गर्ने मान्छेले त ओहो यसको एन्सर कहाँ रहेछ भनेर उसले त हाम्रो बारेमा चिन्ता गर्दैन नि। उसले क्वेसन नम्बर भेटेन भने चाहिँ उसले त्यो क्वेसनको नम्बर दिँदैन। त्यही भएर हामीले लेफ्ट र राइट साइडमा मार्जिन त तान्यौँ, मार्जिन तानेर पनि टक्क क्वेसन नम्बर आफूले एन्सर लेखेपछि त्यो एन्सरको क्वेसन नम्बर पनि सानसँग लेखौँ के, किनकि मलाई यसको एन्सर आउँछ भने किन डराउने मैले क्वेसन नम्बर लेख्नलाई, किन छेउमा गएर लेख्ने, टक्क बिचमा नम्बर 1 एन्सर, कपीको बिचमा नम्बर 1 एन्सर लेख्यो भने उसले कसै गरी पनि प्रश्न नम्बर 1 को उत्तर भनेर टक्क कपीको सेन्टरमा लेख्नु पर्यो। प्रश्न नम्बर 1 को उत्तर भनेपछि उसले छुटाएन नि त मेरो एन्सर चेक गर्नलाई। अझ लाइनले क्रस तान्ने भने अझ मार्जिन तान्ने, त्यसलाई बोल्ड गरिदियो भने अझ राम्रो। नम्बर 1 यो कुरामा एकदम ध्यान दिनुपर्छ। सेकेन्ड भनेको हामीले एन्सर लेख्यौँ, तर 1 नम्बरको ग्रामर जस्तो क्वेसन छ भने 1 नम्बरको क्वेसन आउँछ, 1 नम्बरको 2 लाइन जतिमा एन्सर सक्यो, तर हामीले अर्को नम्बर पनि त्यही लेख्छौँ के, तेस्रो लाइनदेखि लेख्न थालिहाल्छौँ। त्यो गऱ्यो भने चाहिँ हाम्रो अलि सँगसँगै अनम्यानेज देखियो के, राम्रो देखिएन। त्यसको लागि चाहिँ हामीले नम्बर 1 को एन्सर लेख्यौँ, 2 लाइनको एन्सर भयो भने चाहिँ नम्बर 2 को एन्सर लेख्नलाई 2 लाइन छोडिदिउँ के। 2 लाइन छोडेर नम्बर 2 को एन्सर लेख्यो भने त्यो हेर्दा पनि निट एन्ड क्लिन देखियो, अनि एक्जामिनरलाई पनि नम्बर 2 को एन्सर कतानिर पो लेख्यो भनेर उसले एकदम ध्यान दिनु पर्दैन के, सजिलोसँग उसले भेट्न सक्छ। त्यही भएर लाइन छोडेर एन्सर लेख्ने गरौँ। नम्बर 1 नम्बरको क्वेसन अथवा 2 नम्बर 3 नम्बरसम्म क्वेसनको लागि हामीले 2 लाइन जति छोड्न सक्छौँ। अर्को भनेको यदि 5 नम्बरको क्वेसन छ भनेदेखि 1.5 पेज लेख्यौँ भने हामीले 1.5 पेज लेख्यौँ भने त्यो पेज छोडिदिउँ र अर्को पेजबाट लेख्न थालौँ, जसले गर्दाखेरि हामीलाई पनि मैले एन्सर कति लेखेछु भनेर आफूलाई मूल्याङ्कन गर्न पनि सक्यो, अनि कोही कुरा छुटेको छ भने एड गर्न पनि सक्यो। अनि त्यस्तो गर्यो भने राम्रो हुन्छ। नम्बर 10 मार्क्सको एन्सर लेख्छ भने 4 पेज भएको छ, 3 पेज भएको छ, 2 पेज भएको छ भने अर्को पेजबाट लेख्न थालौँ, जसले गर्दाखेरि सजिलो हुन्छ आफूलाई पनि अनि एक्जामिनरलाई पनि सजिलो हुन्छ। त्यो कुरामा ध्यान दिनुपर्छ। अनि अर्को कुरा भनेको सबै एन्सर लेखेपछि लाइन तान्ने गरौँ, निट एन्ड क्लिन देखिन्छ। यति 3वटा कुरामा राम्रोसँग ध्यान दिएर आफ्नो कपीलाई निट एन्ड क्लिन बनाउन सक्यो भने हाम्रो प्रेजेन्टेसन पनि राम्रो हुन्छ, नम्बर पनि हामीले लेखे अनुसार नै पाउन सक्छौँ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। हामी बाँकी कुराहरू आगामी भागहरूमा पनि हामी यहाँहरूलाई जानकारी गराउनेछौँ। आजको लागि हाम्रो प्रस्तुति यति नै रहेको छ। यहाँहरूलाई पनि हाम्रो कार्यक्रम सुनिदिनु भयो, हेरिदिनु भयो, यहाँहरूको लागि धेरै धेरै धन्यवाद। हस्त, नमस्ते।